안녕하세요 여러분. नमस्कार सबैजनामा EPS टपिकल छुन्बिहाको खेसिन मोदु यरबुन छिन्सिमुरो आनेङहाम्निदा EPS टपिकको तयारी गरिरहनु भएका सम्पूर्ण साथीहरूलाई हृदयदेखि नै स्वागत गर्दछु। EPS टपिक च्याप्टर 9 मुन्वा वा छङ्बो संस्कृति र सूचना अन्तर्गत हानगुगिने शिक्षा कोरियालीहरूको भोजन। हानगुगिन भनेको कोरियालीहरू, ए भनेको को, हानगुगिने भनेको कोरियालीहरूको, शिक्षा भनेको भोजन। अब फर्स्ट सेन्टेन्समा छ हानगुक सारामदुरुन कोरियालीहरू चाहिँ फेरि भन्छ यसलाई अझै ब्रेक गरेर हानगुक कोरिया साराम मानिस दुलहरू र उन चाहिँ। हानगुक साराम दुरुन भनेको कोरियाली मानिसहरू चाहिँ छुरो भनेको मुख्य रूपमा वा प्राय, फाप भनेको भात वा खाना, खुक भनेको सुप वा झोलयुक्त परिकार र फान्छान भनेको चाहिँ सहायक परिकार अर्थात् साइड डिस, उरो भनेको ले अर्थात् बाट। फान्छान उरो भनेको चाहिँ साइड डिसबाट, खुसङ द्वेन भनेको चाहिँ मिलेर बनेको, शिक्षा रुल हामीदा भोजन गर्छन्। शिक्षा भनेको भोजन, रुल भनेको चाहिँ लाई र हामीदा गर्छन् भन्ने हुन्छ। म यसको कोरियनमा रिड गर्छु। हानगुक सारामदुरुन छुरो फाप खुक फान्छान उरो खुसङ द्वेन शिक्षा रुल हामीदा। कोरियाली मानिसहरू चाहिँ प्राय भात, सुप अर्थात् झोल र विभिन्न परिकार साइड डिस मिलेर बनेको भोजन गर्छन् भन्ने हो। र त्यसपछि अर्को हेरिहाल्नु र अर्को सेन्टेन्स पनि यहीँनिर छ। फाबुल भनेको भात चाहिँ, फाप भनेको भात अर्थात् खाना, उन भनेको चाहिँ फाबुल भनेको खाना चाहिँ। हानगुक साराम कोरियाली मानिस दुल हानगुक साराम दुरे भनेको कोरियाली मानिसहरूको, छुसिक भनेको मुख्य खाना, छुसिक उरो भनेको मुख्य खानाको रूपमा, साल्लो चामलबाट, चित्सुम्निदा भनेको बनाइन्छ वा पकाइन्छ भनेको क्या। म यसको मिनिङ भन्छु पहिला। फाबुन भनेको भात चाहिँ अर्थात् खाना चाहिँ, हानगुक साराम दुरे भनेको कोरियाली मानिसहरूको, छुसिक भनेको चाहिँ मुख्य खाना हो, उरो भनेको को रूपमा, साल भनेको चामललाई साल भनिन्छ र साल्लो भनेको चामलबाट चाहिँ, छित्ता भनेको पकाउनु वा बनाउनु भन्ने हुन्छ र यसैबाट चित्सुम्निदा भनेको पकाइन्छ वा बनाइन्छ भन्ने हो। र फाबुन हानगुक साराम दुरे छुसिक उरो साल्लो चित्सुम्निदा, भात कोरियालीहरूको मुख्य खाना हो र चामलबाट पकाइन्छ भनेको त्यसमा छ। खुक भनेको सुप झोलयुक्त परिकार, उन भनेको चाहिँ, खुगुन भनेको झोलयुक्त परिकार चाहिँ, खुकमुरी इन्नन झोल भएको उम्सीगुरो खाना हो। खुकमुल भनेको चाहिँ झोल वा सुपको तरल भाग हो होइन। अनि अर्को छ खुकमुरी इन्नन भनेको छ नि, खुकमुरी इत्ता भनेको चाहिँ तरल हुनु अर्थात् यहाँनिर के छ भने खुकमुरी इन्धन भनेको झोल भएको, उम्सिक उरो भनेको खाना हो, उम्सिक भनेको भोजन वा खाना, उरो भनेको हो, उम्सिक उरो भनेको खाना हो। थोइन्जाङगुक भनेको चाहिँ सोयाबिन पेस्टको सुपलाई चाहिँ थोइन्जाङगुक भनिन्छ। इना अथवा वा र भनेको, अनि मियगुक भनेको चाहिँ सामुद्रिक सागको सुप हो क्या। सामुद्रिक सागको सुपलाई चाहिँ मियगुक भन्छ। दुङ आदि थायङान विभिन्न छोङ्न्युगा प्रकारका इस्सुम्निदा छन्। खुगुन खुकमुरी इन्नन उम्सिगुरो थोइन्जाङगुक इना मियगुक दुङ थायङान छोङ्न्युगा इस्सुम्निदा। सुप खुक चाहिँ झोल भएको परिकार हो जुन चाहिँ थोइन्जाङगुक सोयाबिन पेस्टको सुप र मियगुक सामुद्रिक सागको सुप आदि विभिन्न प्रकारका हुन्छन्। फान्सानुन भनेको चाहिँ सहायक परिकार वा साइड डिस चाहिँ, खिम्ची अथवा नामुल भनेको सागसब्जीको परिकारलाई चाहिँ नामुल भनिन्छ। गुवाखाची भनेको सँगै जस्ता अर्थात् गुवाखाची भनेको सँगै पनि हो अर्थात् जस्तै पनि हो। फाबे भनेको भातमा, फाप भनेको भात अनि ए भनेको मा, फाप भनेको खाना, ए भनेको मा खानामा अर्थात् भातमा। खेलडुरिदा भनेको सँगै राखेर खानुलाई चाहिँ खेलडुरिदा भनिन्छ र खेलडुरिय सँगै राखेर भनेको क्या, खेलडुरिया भनेको सँगै राखेर, मग्नन खाने, उम्सिगुरो खाना हो। अब यो चाहिँ हाम्के भनेको सँगै, हाम्के भनेको सँगै, शिक्षा हानन भोजन गर्ने, शिक्षा हानन भनेको भोजन गर्ने, सारामदुल मानिसहरू, खाने भनेको बिचमा, खान भनेको बिच, ए भनेको मा, खाने भनेको बिचमा, नानु बाँडेर, मग्नन खाने, गसी भनेको कुरा चाहिँ इल्बान जगिम्निदा सामान्य हो भन्यो। म यसको कोरियनमा रिड गर्छु। फान्सानुन खिम्चिना नामुल गुवा खाची फाबे खेलदुरिय मग्नन उम्सिगुरो हाम्के शिक्षा हानन सारामदुल खाने नानु मग्नन गसी इल्बान जगिम्निदा।
फान्चान अर्थात् साइड डिस चाहिँ खिम्ची वा सागसब्जी जस्ता खानामा भातमा मिसाएर खाने परिकार हुन्। यस्ता परिकारसँगै भोजन गर्ने मानिसहरू बीच बाँडेर खाने चलन सामान्य रहेको छ भन्ने हो क्या। म यसको मिनिङ फास्टमा भन्छु ल। फान्चान भनेको सहायक परिकार, फान्चानुन भनेको सहायक परिकार चाहिँ खिम्ची भनेको यो खिम्ची भइगयो, वा नामुल भनेको सागसब्जीको परिकार, गुवा खाची भनेको सँगै जस्ता, फाबे भनेको भातमा खेलदुरिदा सँगै राखेर खानुलाई चाहिँ खेलदुरिदा भनिन्छ र खेलदुरिय भनेको सँगै राखेर मग्नन खाने, उम्सीगुरो भनेको खाना हो अर्थात् खानाको रूपमा, हाम्के भनेको सँगै, शिक्षा हाता खाना खानु र शिक्षा हानन भोजन गर्ने, सारामदुल खाने भनेको मानिसहरूको बीचमा, खान भनेको बीच, ए भनेको मा, खाने भनेको बीचमा, नानुवा बाँडेर, मक्ता भनेको खानु र मग्ननगत भनेको चाहिँ खानेकुरा, मग्नन गसी भनेको खानेकुरा चाहिँ इल्बान जग इम्निदा सामान्य हो। इल्बान जगिदा भनेको चाहिँ सामान्य हुनु र इम्निदा भनेको हो, इल्बान जग इम्निदा भनेको सामान्य हो। सिक्ताङ एस भनेको रेस्टुरेन्टमा, सिक्ताङ भनेको रेस्टुरेन्ट, एस भनेको मा, सिक्ताङ एस भनेको रेस्टुरेन्टमा शिक्षा हादा भनेको भोजन गर्नु र शिक्षा हाल्तेनन् भनेको भोजन गर्ने बेलामा चाहिँ फोतोङ प्राय फान्सानी भनेको चाहिँ साइटिक्स परिकार, मुर्योरो भनेको चाहिँ निःशुल्क रूपमा छेगुङ दोइम्निदा उपलब्ध गराइन्छ वा प्रदान गरिन्छ भन्ने हो। छेगुङ दोइदा भनेको चाहिँ उपलब्ध गराउनु हो र छेगुङ दोइम्निदा भनेको उपलब्ध गराइन्छ। मुरो भनेको चाहिँ निःशुल्क अनि रो भनेको रूपमा, मुर्यो भनेको चाहिँ निःशुल्क र मुर्यो रो भनेको छ नि त, मुर्यो भनेको निःशुल्क अनि रो भनेको रूपमा। र म यसको कोरियनमा रिड गर्छु ल। सिक्ताङ एस रेस्टुरेन्टमा, ओके, सिक्ताङ एस शिक्षा हाल्तेनन् फोथोङ फान्सानी मुर्यो रो छेगुङ दोइम्निदा, रेस्टुरेन्टमा भोजन गर्दा प्राय साइड डिस निःशुल्क रूपमा प्रदान गरिन्छ। हानगुक सारामदुरुन भनेको कोरियालीहरू चाहिँ खाजोक परिवार ग्वासँग र हाम्के सँगै, खाजोक ग्वा हाम्के भनेको परिवारसँग सँगै, शिक्षा हादा भनेको खाना खानु हो र शिक्षा हानन गसुल खाना खाने कुरालाई चाहिँ छुङ्यो हागे भनेको महत्त्वपूर्ण रूपमा, सेङ्गा खाम्य ठान्दछन्। छुङ्यो हादा भनेको महत्त्वपूर्ण हुनु हो र छुङ्यो हागे भनेको महत्त्वपूर्ण रूपमा, अनि सेङ्गा खादा भनेको सोच्नु वा ठान्नु हुन्छ र सेङ्गा खाम्य भनेको चाहिँ महत्त्वपूर्ण ठान्दछन्। र हाम्के सँगै उम्सिगुल खानालाई, नानुदा भनेको नानुनन गसुल बाँड्ने कुरालाई चाहिँ सोजुङही महत्त्वपूर्ण रूपमा यगिम्निदा मान्दछन् अर्थात् ठान्दछन्। सोजुङही भनेको चाहिँ मूल्यवान रूपमा अर्थात् महत्त्वका साथ महत्त्वपूर्ण रूपमा भनेको, र येगिदा भनेको ठान्नु वा मान्नु हो र येगिम्निदा भनेको मान्दछन्। र म यसको अब कोरियनमा रिड गर्छु। हानगुक सारामदुरुन खाजोक वा हाम्के शिक्षा हानन गसुल छुङ्यो हागे सेङ्गा खाम्य हाम्के उम्सिगुल नानुनन गसुल सोजुङही येगिम्निदा। कोरियाली मानिसहरू चाहिँ परिवार सँगसँगै बसेर भोजन गर्ने कुरा चाहिँ महत्त्वपूर्ण ठान्दछन् र एकअर्कासँग खाना बाँडेर खाने कुरालाई अत्यन्त महत्त्वपूर्ण मान्दछन्। ओके, दिस मच। छोइगुन भनेको चाहिँ हाल वा पछिल्लो समय, एनन भनेको मा चाहिँ, छोइगुन एनन भनेको पछिल्लो समयमा चाहिँ, वैश्विक भनेको बाहिर खाना खानुलाई चाहिँ वैश्विक भनिन्छ र छुङ्गा हादा भनेको चाहिँ बढ्नु। अब वैश्विकी छुङ्गा हाम्यन्स बाहिर खाना खाने प्रविधि वा चलन बढ्दै जाँदा थायाङहान विभिन्न उम्सिगुल खानालाई चाहिँ छेगुङ हानन उपलब्ध गराउने वा प्रदान गर्ने सिक्ताङी भनेको रेस्टुरेन्टहरू पनि मानाजीको बढ्दै गएका छन् र फ्यनेरुल उइहे भनेको चाहिँ सुविधाका लागि ख्यु सुकुरुल भनेको स्वचालित खाना अर्डर गर्ने मेसिन हैन, यो अर्डर गर्ने मेसिनलाई चाहिँ ख्यु सुकुरुल भनिन्छ, ख्यु सुकु भनिन्छ र ख्यु सुकुरुल स्वचालित अर्डर गर्ने मेसिनलाई सायङ हाय प्रयोग गरेर उम्सिगुल खाना छुमुन हानन अर्डर गर्ने खागेका पसलहरू पनि नुर नागो इसुमिदा बढिरहेका छन्। अब म यसको मिनिङ भन्छु।
मिनिङ भन्छु छोइगुन भनेको हाल वा पछिल्लो समय एननमा चाहिँ छोइगुन एनन भनेको पछिल्लो समयमा चाहिँ वैश्विक भनेको बाहिर खाना खानु र वैशिकी भनेको चाहिँ बाहिर खाना खाने प्रवृत्ति चाहिँ छुङ्गा हादा बढ्नु र छुङ्गा हामेन्स भनेको बढ्दै जाँदा थाइङान विभिन्न वा विविध उम्सिक खाना वा परिकाल उम्सिगुल भनेको खानालाई चाहिँ छेगोङ हादा उपलब्ध गराउनु प्रदान गर्नु भन्ने हुन्छ र छेगोङ हानुन भनेको उपलब्ध गराउने वा प्रदान गर्ने सिक्ताङ भनेको रेस्टुरेन्ट हो र सिक्ताङी भनेको रेस्टुरेन्ट चाहिँ मानाजिरा भनेको बढ्दै जानु धेरै हुँदै जानु र मानाजिगो भनेको बढ्दै गएको छ र अनि फ्यने भनेको चाहिँ सुविधा र रुल भनेको लाई फ्यने रुल भनेको चाहिँ सुविधालाई अर्थात् फेने रुल उहे भनेको सुविधाको लागि भन्ने हुन्छ। यहाँ चाहिँ फेरि क्योसुकु यो स्वचालित अर्डर सेवा अर्थात् स्वचालित अर्डर मेसिन हो क्या क्योसुकु भनेको चाहिँ। अनि त्यसलाई क्योसुकु रुल सायङ हादा भनेको चाहिँ स्वचालित अर्डर मेसिनलाई चाहिँ प्रयोग गर्नु र सायङ हाया प्रयोग गरेर उम्सिगुल खानालाई चाहिँ छुमुन हादा अर्डर गर्नु र छुमुन हानन अर्डर गर्ने खागे भनेको पसल भइगयो र खागेका पसलहरू चाहिँ नुरा नादा बढ्दै जानु वृद्धि हुँदै जानु भन्ने हुन्छ र नुरा नागो सीमित बढिरहेको छ। अब म यसको कोरियनमा रिड गर्छु फास्ट। छोइगुन एनन वेसिगी छुङ्गा हामेन्स थायङहान उम्सिगुल छेगोङ हानन सिक्ताङी मानाजिगो फ्यने रुल उहे क्योसुकु रुल सायङ हाय उम्सिगुल छुमुन हानन खागेका नुर नागो इस्मिदा। हालका वर्षहरूमा अर्थात् पछिल्लो समयमा बाहिर गएर खाना खाने चलन बढ्दै जाँदा विभिन्न प्रकारका परिकार उपलब्ध गराउने रेस्टुरेन्टहरू पनि बढिरहेका छन्। साथै ग्राहकको सुविधाका लागि चाहिँ क्योसुकुलाई प्रयोग गरेर खाना अर्डर गर्ने पसलहरूको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ। यसमा क्योसुकु भनेको चाहिँ यो स्वचालित अर्डर मेसिन हो। खानाहरू अर्डर गर्ने एउटा स्वचालित मेसिनलाई क्योसुकु भनिन्छ र क्योसुकु रोल भनेको स्वचालित अर्डर मेसिनलाई योङ हाम्यन भनेको छ प्रयोग गर्यो भने। योङ हादा भनेको प्रयोग उपयोग गर्नु हो र योङ हाम्यन भनेको प्रयोग गर्दा वा प्रयोग गरेमा। थचिसुखुरिनुल भनेको चाहिँ टच स्क्रिन थोङे मार्फत वा द्वारा। मेनु रुल भनेको मेनुलाई सन्थेक हादा भनेको छनौट गर्नु हो र सन्थेक हागो भनेको छनौट गरेर खेल्जे काजी भुक्तानीसम्म हानबन एकैपटकमा हाल स्विस गरिन सकिने भएकोले मेउ ज्यादै फेल्ली हाम्निदा भनेको सुविधाजनक छ। अब म यसको मिनिङ भन्छु। क्योसुकु स्वचालित अर्डर मेसिन रुल लाई क्योसुकु रुल भनेको स्वचालित मेसिन सेवालाई चाहिँ योङ हाम्यन प्रयोग गरेमा। थचु सुखुरिन भनेको चाहिँ टच स्क्रिन सुखुरिनुल भनेको टच स्क्रिनलाई अर्थात् थोङे मार्फत टच स्क्रिन मार्फत चाहिँ मेनु रुल मेनुलाई सन्थेक हादा छनौट गर्नु र सन्थेक हागो छनौट गरेर खेल्जे काजी भनेको भुक्तानीसम्म खेल्जे भनेको भुक्तानी र काजी भनेको सम्म हानबन भनेको एकैपटकमा हालसु इत्ता भनेको गर्न सक्नु र हालसु इस्सा गरिन सकिने भएकोले मेउ धेरै वा अत्यन्त वा ज्यादै फेल्ली हाम्निदा भनेको सुविधाजनक हुनु हो र फेल्ली हाम्निदा भनेको चाहिँ सुविधाजनक हुन्छ भन्ने हो र यहाँ सँगै अर्को सेन्टेन्स छ। क्योसुकु रुल स्वचालित मेसिन सेवालाई योङ हानन प्रयोग गर्ने फाङबबुन तरिका चाहिँ खानदान हाम्निदा भनेको सरल हुन्छ वा सरल छ भन्ने हो क्या। क्योसुकु रुल भनेको स्वचालित अर्डर मेसिनलाई योङ हादा प्रयोग गर्ने र योङ हानन भनेको प्रयोग गर्ने फाङबब भनेको तरिका वा विधि र फाङबबुन भनेको चाहिँ तरिका चाहिँ खानदान हादा भनेको सरल हुनु र खानदान हाम्निदा भनेको सरल छ। अब म यसको कोरियनमा रिड गर्छु ल सबैको। क्योसुकु रुल योङ हाम्यन थचिसुखुरिनुल थोङे मेनु रुल सन्थेक हागो खेल्जे काजी हानबन हालसु इस्स मिउ फेल्ली हाम्निदा। क्योसुकु रुल योङ हानन फाङबबुन खानदान हाम्निदा। क्योसुकु स्वचालित मेसिन सेवालाई प्रयोग गर्दा टच स्क्रिन मार्फत मेनु छनौट गरेर अर्डर र भुक्तानीसम्म एकैपटकमा गर्न सकिने भएकोले यो निकै सुविधाजनक हुन्छ। क्योसुकु प्रयोग गर्ने तरिका पनि निकै सरल छ भन्ने हो। त्यसमा वन हानन भनेको चाहेको, मेनु वा खेसु भनेको मेनु र सङ्ख्या वा परिमाण, अनि ओप्सनुल भनेको अप्सन वा विकल्पलाई चाहिँ सन्थेक हान हु भनेको चाहिँ छनौट गरिसकेपछि
खेल्जे फथनुल भनेको चाहिँ भुक्तानी बटनलाई नुरुदा भनेको थिच्नु हो र नुरुगु भनेको थिचेर अनि खादुना कार्ड वा मोबाइल खेल्जे रुल थोङे भनेको चाहिँ मोबाइल ब्याङ्किङ वा मोबाइल भुक्तानी मार्फत खेल्जे हामेन दोइम्निदा भनेको भुक्तानी गर्न सकिन्छ वा भुक्तानी गर्यो भने हुन्छ। छुमुनी भनेको अर्डर चाहिँ वाल्यो दोइमन पुरा भएपछि यङ्सु जुङी रसिद छुल्यक दोइम्निदा प्रिन्ट हुन्छ। वन्स मोर वन हादा भनेको चाहनु र वन हानन भनेको चाहेको। मेनु भनेको चाहिँ जुन मेनु भइगयो खानाहरूको लिस्ट भनौँ न त्यो मेनु। अनि वा खेसु भनेको वा भनेको र अनि खेसु सङ्ख्या परिमाण अनि वन्स अप्सन भनेको विकल्प रुल अप्सनलाई सन्ते खाता भनेको छनौट गर्नु हो र सन्ते खानु भनेको छनौट गरिसकेपछि खेल्जे बटन भनेको भुक्तानी बटन नुरुदा भनेको थिच्नु गो भनेको थिचेर अनि नुरुको भनेको थिचेर अनि भनेको क्या कार्डुना मोबाइल खेल्जे रुल भनेको चाहिँ मो कार्ड वा मोबाइल भुक्तानीलाई अर्थात् खेल्जे रुल थोङे भनेको चाहिँ मोबाइल भुक्तानी मार्फत चाहिँ खेल्जे हाम्दा भनेको भुक्तानी गर्नु हो र खेल्जे हामेन दोइम्निदा भुक्तानी गरे हुन्छ। र म यसको कोरियनमा रिड गर्छु र वन हानन मेनु वा खेसु ओप्सनुल सन्ते खानु खेल्जे फथनुल नुरुगु खादुना मोबाइल खेल्जे रुल थोङे खेल्जे हामेन दोइम्निदा छुमुनी वाल्यो दोइमन यङ्सु जुङी छुल्यक दोइम्निदा। आफूले चाहेको मेनु परिमाण वा सङ्ख्यालाई चाहिँ आवश्यक सङ्ख्या र आवश्यक विकल्पहरूलाई छनौट गरेपछि भुक्तानी खेल्जे बटन थिचेर कार्ड वा मोबाइल भुक्तानी मार्फत रकम तिर्नुपर्छ। अर्डर पुरा भएपछि रसिद भनेको यङ्सु जुङ चाहिँ प्रिन्ट भएर निस्किन्छ। क्योसोको रुल स्वचालित मेसिन सेवालाई इयोङ हामेन प्रयोग गर्दा मेनु रुल भनेको मेनुलाई चाहिँ छासेही भनेको चाहिँ विस्तृत रूपमा फुलसुइतको हेर्न सकिने भएकाले हेर्न सकिन्छ र छुमुनुल भनेको अर्डरलाई चाहिँ पारुगे छिटो हाल्सु सुविधा गर्न सकिन्छ। म यसको मिनिङ भन्छु। क्योसोको रुल त अघि भनि पनि सके स्वचालित अर्डर मेसिन इयोङ हादा प्रयोग गर्नु र इयोङ हामेन प्रयोग गरेमा मेनु रुल भनेको मेनुलाई चाहिँ छासेही भनेको विस्तृत रूपमा फोदा भनेको हेर्नु र फुलसुइतको भनेको हेर्न सकिन्छ अनि गो भनेको चाहिँ अनि भनेको क्या छुमुनुल भनेको अर्डरलाई चाहिँ पारुगे भनेको छिटो वा द्रुत रूपमा हादा भनेको गर्नु र हाल्सु इत्ता भनेको गर्न सकिन्छ हाल्सु सुविधा भनेको गर्न सकिन्छ। म यसको कोरियनमा रिड गर्छु। क्योसोको रुल इयोङ हामेन मेनु रुल छासेही फुलसुइतको छुमुनुल पारुगे हाल्सु सुविधा। क्योसोको रुल स्वचालित मेसिन सेवालाई प्रयोग गर्दा मेनु विस्तृत रूपमा हेर्न सकिन्छ र अर्डर छिटो तथा सहज रूपमा गर्न सकिन्छ। क्योसोको थकबुने भनेको चाहिँ स्वचालित अर्डर मेसिनको कारणले सारामदुरी मानिसहरूले खानपिन हागे भनेको सहजै वा सरल रूपमै उम्सिगुल खानालाई छुमुन हाल्सु इत्के थ्वेसुम्निदा अर्डर गर्न सक्ने भएका छन्। र म यसको मिनिङ भन्छु। क्योसोको रुल थकबुने भनेको क्योसोको कारणले वा फाइदाले अर्थात् कारणले भन्ने हुन्छ। सारामदुरी मानिसहरूले खानपिन हागे भनेको सजिलै वा सरल रूपमा उम्सिगुल खानालाई चाहिँ छुमुन हादा अर्डर गर्नु र छुमुन हादा भनेको अर्डर गर्नु र छुमुन हाल्सु इत्के भनेको अर्डर गर्न सक्ने दोइदा भनेको चाहिँ हुनु वा बन्नु हो र थ्वेस सुम्निदा भनेको चाहिँ भएका छन् अर्डर गर्न सक्ने भएका छन् भनेको। र म यसको कोरियनमा रिडिङ गर्छु। क्योसोको रुल थकबुने सारामदुरी खानपिन हागे उम्सिगुल छुमुन हाल्सु इत्के थ्वेस सुम्निदा। क्योसोको स्वचालित अर्डर मेसिन सेवाको कारणले मानिसहरूले सजिलै छिटो र सुविधापूर्वक खाना अर्डर गर्न सक्ने भएका छन्। दिस मच 감사합니다. 잘 부탁드립니다. 안녕히 가세요 여러분. 또 만나요.